हाम्रो साना आज टुरक जाँदैछ घुम्नलाई बुवा आमासँग मम्मी बाबासँग है साना है ल आज चाहिँ घाम लागेको भएर सानालाई फेरि हामी घुमाउन जाँदैछौँ सानाको आउटफिट अफ द डे एले छोरी ल जाने अब जाने भयो नातिलाई लिएर घुम्न जाने भयो नातिले कहिले घुमाउने हो अहिले नातिलाई घुमाउनु पर्यो किन मुख थुस्छ पानी नहाँसेर ओइ आइ के मुख थुस्छ के मुख थुस्छ त्यसै किन मुख थुस्छ ल घर लक भयो आज चाहिँ हामी टुरक जाँदैछौँ घाम लागेको भएर आउटिङ जाँदैछौँ सबै सामानहरू बाबुको यो पानी हल्का वार्म छ तपाईहरुलाई चाहिँ हल्का वार्म पानी छ बाबुले हिँडेपछि उसको एक्स्ट्रा लुगा डाइपर पानी सबै बोक्नु पर्यो गाह्रो छ ल बाबाले उता कार सिटमा राख्दिनुहुन्छ हाम्रो हिरोलाई हाम्रो सर चाहिँ यहाँ बस्नु भइसकेको छ अब अलमोस्ट डन बाबु अलमोस्ट डन ल ल साना बाबु इज रेडी ल गुड ल एभ्रिथिङ इज फाइन नाउ हजुर साना हाई वेलकम टु माई भ्लग भन्यो साना ओजस वेलकम टु माई भ्लग भन आइस्यो खै त आइसक्यो अलराइट सानालाई त्यही खेलाउन पर्यो अब मेरो फोन चुस्दै क्यामेरा देख्छु त्यसरी छड्के आँखाले हेर्ने हो क्यामेरालाई थाहा छ मोबाइल हो भन्ने थाहा छ त्यो बुढी औँला चुसेको आफ्नो कति छ पुग्नलाई 49 मिनट्समा चाहिँ हामी पुग्छौँ 1 घण्टा 12 मिनेट मेरो सर चाहिँ अब मस्त अहिले सुत्नुभयो भने उहाँ पुग्दासम्म हेर्नुहुन्थ्यो भनेर हो फेरि यस्तो हो नि त अझै छ यहाँबाट 22 मिनेट कति बाँकी छ अब 22 मिनेट्स बाँकी छ 22 मिनट्स छ अब हामी पुग्नलाई हाम्रो सर पनि उठ्नु भएको छ हेलो सुतेर उठेपछि ज्यान तान्ने बानी छ ज्यान तान्न नपाएर फुक्क परेर बस्नुमा उठ्यो ल हामी चाहिँ टुरक आयौँ टु रक्स 1 आवर कति मिनटको ड्राइभ थियो अरे टोटल 1 आवर 12 मिनट्सको ड्राइभ थियो हाम्रो सर चाहिँ अझै सुत्नु भएको छ हामी चाहिँ टु रक्स आयौँ माथि मूर्तिमा हेर्न जाने हो पार्किङ गर्नु पर्यो त्यही गर्नु सजिलो भयो नि उता अनि ठ्याक्क उता रेस्टुरेन्ट जाने थियो नि उता के राइटतिर गएको थियौँ नि फ्री पार्किङ नै हो बाबा सानी सानी अब हामी आयौँ नउठ्ने हेर्न निन्दा डिस्टर्ब भएर अझ अब त निस्किन पर्यो नि सानो
अब निस्किन पर्यो नि। ल हेर मुख खुम्चाइ कि म बेल्ट खोलिदिन्छु है साना तिम्रो। बाबालाई बोलाउनु पर्छ, म नमिल्ने रहेछ। हामी जाने त्यो मूर्ति हेर्न हो। हाम्रो सौदा भएको काम मलाई बाबुलाई सेट गर्नु पर्यो। हेलो मस्त गाडीमा निन्द्रा पुऱ्याएर जानु भयो मेरो छोरालाई, जानु भयो। त्यसो भयो मेरो छोरा। धेरै हावा लाएर अनि बाबुलाई ज्याकेटको टोपी मात्रै भए पनि बाबुले फेरि धेरै कपडा लाउनु सक्दैन, आत्तिहाल्छ। खै हेरौँ त कस्तो देखियो हाम्रो बुल्लु। देखाइदेऊ, मुख देखाइदेऊ। सानी राम्रो देखिएछ। ठिक भयो। हेलो यो चाहिँ टु रक्स। के भयो छोरो? रोछ यो त। किन रोको छोरो? ल अब यहाँ चाहिँ बाबा मम्मी फोटो खिच्दै हुनुहुन्छ। डेभिडले चाहिँ फोटो खिचिदिनु भएको छ। उता बिच हो अहिले जाने हामी, त्यहाँ बिच पनि राम्रो छ। हामी खान जाने, भोक लाग्छ हजुरलाई? होइन अहिले यसो त्यहाँ चाहिँ यहाँ यसो जानुपर्छ। हाम्रो सर चाहिँ सुतेको हुनुभयो। यो चाहिँ टु रक्स मम्मीहरू फेरि टिकटक हेर्नलाई चाहिँ माधुरी आचार्य भनेर आइडी सर्च गरेर जानु होला। यो चाहिँ बिहाइन्ड द सिन हो। खै त यो त सुतेको भयो त। कति हेर्थ्यो बाबुलाई हेर, भिडियो हेर। बाबु हेर न छोरा, यसलाई भोक लाग्यो। ल यसरी पोज दिन सिकाइरहेको थियो नि साल चाहिँ मम्मी बाबालाई कसरी पोज दिने भनेर। कसरी पोज दिने भन्दाखेरि फेरि यसरी यहाँ बस्ने, अनि यो हात हो कि मूर्तिको, ठ्याक्क हातमा बसेरै गर्ने के, अनि मूर्ति आउनु पर्यो। हजुर बस्नु, बिस्तारै बस्नु। ठ्याक्क हातमा यसरी बसेको हुनु पर्यो कि। ल बुढी आउँदा हो यो मूर्तिको। मेरो छोरा नि राम्रो आयो। अब चाहिँ हामी त्यो अघि फुच्चेहरू सर्टकट आएको थिएँ, हामीलाई थाहा थिएन त्यो बाटो। हामी चाहिँ सर्टकट जाँदैछौँ। उनीहरूको सर्टकट चाहिँ यस्तो रहेछ, यहाँबाट नागेर यो पाहाडको बाटो जस्तो के यस्तो बाटो आइरहेछन् कि तिनीहरू। अब हामी त त्यसरी जानु मिलेन बाबुसँग, त्यही भएर हामी चाहिँ फेरि बाटो लागेछौँ। हजुर यो चाहिँ मूर्तिको पछाडिको भाग।
ल अब चाहिँ यहाँ सकेर हामी बिच जान्छौँ See you guys. I have a question for you. What is that? How are babies made? How are babies made? खै हाम्रो सर मस्त निदा छ The rocks go. ल अब चाहिँ भोक लाग्यो हामीलाई हामी चाहिँ केही खान्छौँ यति सिधै जाऊँ बाबा त्यही भित्र छ यहाँ बस्यौँ ओ हावा लागिरहेको छ नि त मजाको के खाने हो मम्मी हेर्नु त हल्का खानु न के तिमी के खाने के खाने हो के खासै भोक त छैन त्यही पनि खाऊँ न लेमन पेपर स्कुल खाऊँ एउटा हुन्छ होइन बल्ल हेर्नुभयो उहाँले पब आएपछि थ्याङ्क यू सो मच उठ्नु भयो हाम्रो साना फेरि यो राखेर अनि लिएर आउँदा ऊ हुन्न जाँदैन खाना आऊ हो हाम्रो सानालाई चाहिँ भोक लागेको छ अनि सानाको दुध हामीले लिएर जानु बिर्सेको थियौँ अब चाहिँ लाँदैछौँ सानी अब उठेपछि हाम्रो सानालाई खाइहाल्नुपर्छ कि त्यस्तो बानी छ हाम्रो सानाको सानाको दुध रेडी छ कसरी हेरेको यताबाट जाउँ खाइ खाइ सानी आज गफ गरिदिनु साना आज गफ नगर्ने रातो रातो गाला गराएर रातो रातो गाला गराएर हावामा त कस्तो रातो भएको यसको गाला घाममा थियो नि त त्यही भएर ल मम्मीले चाहिँ पुरा ड्रिङ्क्स खाँदै हुनुहुन्छ कस्तो छ मम्मी ड्रिङ्क्स दामी छ के रहेछ नाम मस्त गुलियो छ हो वाटरमेलन मस्ट ककटेल हो मकटेल मकटेल हो ए स्मल अल्कोहल छैन राम्रो छ दिस एप्पल जुस हो बाबुले चाहिँ आफ्नो ककटेल मकटेल सबै खाएर भ्याइसक्यो यो चाहिँ एप्पल जुस हो कुन यो चाहिँ एप्पल जुस हो छोरो खान्छ छ र तिमी खाने हो भन्छ त तिम्रो के छ अहिले यसमा दही छैन जिम जाने हो 1.5 घन्टा लाग्छ पुग्न होइन कति बजे अहिले अडिसियो बच्चासँग धेरै टाइम नलाग्यो 5:18 बिजनेसवाला थ्याङ्क यू भने स्वामी थ्याङ्क यू भन्यो हो सानी बुझ्दैन ओजस त्यो गएर देख्नुभयो सब्जी खाँदै बस्नु 90 वर्षको बुढले यत्रो मिठी लाएर बियर खाइछ हजुर पास गरेर एभ्री भयो भने हामी त भर्खर खायौँ चेकु बखर गयो
हामी उठिसकेपछि त बा हाम्रो प्लेटको बचेको खानालाई अगेन ल Very nice. See you guys. Go play. हाम्रो सानो चाहिँ अब घर जाने बेलामा बल्ल उठ्नु भएको छ ल घर जाने बेलामा बल्ल उठ्नु भएको छ हाम्रो साना नजिराकै स्वाग है सानो मान्छे छोरो अस्ट्रेलियाको हिरो गोलु मोलु 3 महिना मात्र छ यो 1 वर्षमा कत्रो हुन्छ होला एकटा के खोला भाइ यो खोलेर सुरु गर्ने यतिकै यो खोल्ने नि हो बिस नजाने कुरा भयो धेरै हावा लाग्यो अनि बाबुलाई फेरि आज नुहाछ बाबु चिसो हुन्छ कि भनेर अनि नास्ता खाएर अब हामी फर्किँदैछौँ हेरौँ बाटोमा कुनै राम्रो ठाउँ देख्यो भने त बस्छौँ सानी ल हाम्रो छोरो चाहिँ बल्ल हिँड्ने बेलामा यता हेर साना पुकुली के हो यस्तो कति राम्री अब बाबुलाई सिटमा राख्ने नेपालतिर भएको भए त्यहाँ फेरि भिडियो बनाउँदै बस्नु बाबुले लिएर आउँदा मजाले खाइराखेको खुवाइराखेको सबैजना होइन नेपालतिर भयो उठाउने आज गफ गर्ने मुड छैन हजुरको आज गफ गर्ने मुड छैन एकैछिन आउँछ मैले गफ गर्ने मुड छैन हजुरको गइछ के किन भन्नु छ नि अब 10 मिनट से यहाँ सर चाहिँ यहाँ पुरा निदाउनुमा छ फ्ल्यास लाइट बाल्नु पर्ने रहेछ आएँ साना यता हेर सानी घर आएँ साना सिटमा नमानेर लास्टतिर मैले यसरी काखमा लिएर आएको आज मेरो सानाले आउटिङ खासै इन्जोय गरिने जस्तो सानी सुतेको सुतै गरिन् घर आइसु बल्ल मस्किने हो घर आइसु बल्ल मस्किने हो तिमी तिमी घर आइसु बल्ल मस्किने हो साना क्यामेरा सानी थ्याङ्क यू फर वाचिङ माई भ्लग आजको भ्लगमा म सुतिराखेको थिएँ भनेर भने साना बल्ल म एक्टिभ भइराखेको छु भनेर भन घर आएपछि बल्ल म एक्टिभ बस्छु घुम्न जाने बेलामा चाहिँ म सुतिराखेँ भनेर भनिदेऊ भनिदेऊ ल आजको चाहिँ हाम्रो यति नै हो हामी घर आइसक्यौँ घर आएर सानीको सिटमा बस्दा ढाड दुख्यो होला भनेर सारालाई हल्का टमी टाइम गराउँदै छौँ साना खुसी भएछ त्यही भएर यो हेर्न पाएपछि यसै खुसी हुन्छ यो ल बाई गरिदेऊ साना बाई 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 कति राम्री